Krishna Krishna Hare 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 Ram Ram Hare 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 Krishna 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 Hare Hare Ram Ram Hare Hare Krishna Hare Ram Hare Krishna 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 Hare Ram Ram Hare 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 Krishna 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 Hare Ram Ram Hare 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 Krishna 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 Hare Ram Ram Hare 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 Krishna Krishna Hare Ram Ram Hare 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 Krishna Krishna Hare Ram Hare 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 Ram Hare 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 Krishna Krishna Hare Ram Hare Hare Krishna
Krishna Hare 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 Rama 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 Hare 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 Krishna 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 Hare 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 Rama 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 Hare 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 Krishna 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 Hare 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 Rama 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 Hare 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 Krishna 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 Hare 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 Rama 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 Hare 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 Krishna 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 Hare 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 Rama 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 Hare 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 Krishna 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 Hare 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 Rama 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 Hare 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 Krishna 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 Hare 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 Rama 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 Hare 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 Krishna 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 Hare 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 Rama 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 Hare 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 Krishna 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 Hare 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 Rama Rama Hare Hare
जङ्गलमा थियो भने कहाँबाट आयो धेरै धेरै धन्यवाद तपाईँहरू मलाई भेट्न आउनु भएकोमा। I was hoping nobody would notice me coming in. म खास यसको लागि योग्य त छैन यो वेलकमको लागि मैले सोचिरहेको थिएँ सायद कोही पनि आउनुहुन्न होला मेरो स्वागतको लागि। Actually, this is not Marvelous Astronomy. This is a duplicate. आफ्नो यो ओरिजिनल महाविष्णु स्वामी अनि डुप्लिकेट महाविष्णु स्वामी हो। I already came in through the other entrance. महाविष्णु स्वामी अर्कै बाटोबाट आउनुभएको छ ओरिजिनली। This is animation. म चाहिँ एनिमेटेड महाविष्णु स्वामी। What is the youth festival? त्यो युथ फेस्टिभल कार्यक्रम के थियो आज? कीर्तन जी प्रसादम The name of youth festival is Subharambha. I went to Pokhara. म पोखरा गएको थिएँ। Then I met the British group with Khatri. तो सधैँ तपाईँकोले ब्रिटिस ग्रुप जुन ल्याउनुमाथि उहाँसँग भेटेँ मैले। We did Harinam. त्यहाँ हरिनाम गऱ्यौँ हामीले। Lakeside. एक साइडमा गएर Then we went to the temple room. त्यसपछि हामी मन्दिर हलमा गयौँ। Then there was a class. त्यसपछि एक कक्षा पनि भएको I थियो। gave a class. म त्यो प्रवचन दिएँ। Very nice. एकदमै राम्रो भएको थियो। Someone took some books. कतिजनाले के पुस्तक लिनुभयो भने साइन गरेँ। And then they went to the hotel. त्यसपछि होटलमा गए उहाँहरू। And I stayed in the temple म there. चाहिँ टेम्पलमै बसेँ त्यसपछि। And the next day, दोस्रो दिनमा we went up to Baguio. त्यसपछि हामी बागलुङ गयौँ। And then again we caught up with the British party. त्यहाँ फेरि हामी त्यो ब्रिटिस साउन्डको ग्रुपहरू फेरि भेट्यौँ। समात्नु न And then we had more kirtan. त्यसपछि हामी त्यहाँ अलिक कीर्तन गऱ्यौँ। And they went up to Gumsum. त्यसपछि हामी जोमसमको उहाँहरू जोमसमको लागि जानुभयो अन्त। And we took prasadam. त्यसपछि हामी त्यहाँ प्रसादम पनि लियौँ। And then we went to a place called Chatupani Kund. त्यसपछि हामी तातो पानी कुण्ड भन्ने स्थानमा गयौँ। Yeah. A very beautiful place. एकदम सुन्दर ठाउँ छ त्यो In a deep valley. र एकदमै त्यो चारतिर पहाडको बिचमा छ त्यो। There's a river called Mandala. त्यहाँ एउटा नदी पनि छ मङ्गला भनेर। And then there's old tanks where you can sit in hot water. त्यहाँ एउटा पोखरी कुण्ड जस्तो छ जहाँ चाहिँ तातो पानी आउँछ त्यहाँ। It's very clean, very एकदमै nice. सफा पानी हुन्छ त्यो तातो पानी। And when we came, जब हामी आउँदा I gave a special welcome. त्यहाँ एकदमै भव्य स्वागत भयो। And they cleaned out the tank so we had completely pure water. र त्यो जुन कुण्ड थियो त्यो पुरा पूर्ण रूपले सफा गरियो जहाँ चाहिँ महाराजहरू फेरि गएर सफा पानी होस् भनेर। Who's been to this place? तातो पानी को जानुभएको छ हात उठाउनु त? समय नि आएको। अर्कै तातो पानी So then त्यस पश्चात we stayed in the hotel. त्यसपछि हामी होटलमा बस्यौँ। And then from there त्यसपछि
I decided अनि मैले सोचे to make a recording with Ambudhi Krishna in Pokhara. पोखरामा अम्बुजी कृष्ण प्रभुसँगकै रेकर्डिङ गरौँ भनेर सोचे। Then next we went to the Beni temple. त्यसपछि हामी बेनी मन्दिर पनि गयौँ त्यहाँ। ISKCON Beni has a nice center. इस्कन बेनीमा राम्रो केन्द्र रहेको छ त्यहाँ। Bontai, गौनीताई हुनुहुन्छ, very clean. सफा पनि छ मन्दिर। I gave a bit of a class about Bharat Maharaj. र त्यहाँ मैले के प्रवचन दिएँ भरत महाराजको बारेमा। Because that's where Bharat Maharaj was meditating at Pulaha Ashram. र त्यहाँ भरत महाराज पुलत्स आश्रममा त्यहाँ बस्ने गर्नुहुन्थ्यो। He was emperor of the world. सारा संसारका छत्रपति राजा हुनुहुन्थ्यो भरत महाराज, Very powerful. एकदम The शक्तिशाली whole राजा। world was called Bharat Varsha. त्यस कारणले उहाँकै नामबाट सारा संसारलाई भारतवर्ष भनेर नाम भयो। But he decided to renounce his family and children and आफ्नो परिवार, बच्चाहरू, राज्यलाई चाहिँ त्याग्ने विचार गर्नुभयो उहाँले and take the devotional service. र भक्तिमय सेवामा लागौँ भन्ने सोच्नुभयो। So he went to Pulaha Ashram by the Gandaki River. सो गण्डकी नदीको किनारमा पुलहा आश्रमतिर उहाँ जानुभयो। त्यस पश्चात So he started doing his sadhana and devotional service. त्यहाँ उहाँले आफ्नो साधना र भक्तिमय क्रियाकलापहरू गर्न थाल्नुभयो। And this story is in the Srimad Bhagavatam 5th canto. यो श्रीमद् भागवतम पञ्चम स्कन्धमा यसको कथा वर्णन गरिएको छ। Who knows the story? कसलाई थाहा छ यो कथा? भरत महाराजको कथा कसलाई थाहा छ? Oh, there's no need for me to tell it. जरुरी छैन म भन्नु है। 25%। The thing is कुरा के छ भने that once he was doing his sadhana, जब उहाँले साधना वर्णन गरिराख्नु he had a noise. उहाँले एउटा आवाज सुन्नुभयो। एकदमै बाघ गर्जिएको हो, सिंह गर्जिएको आवाज। A lion was attacking a deer, एउटा सिंहले एउटा हरिणमाथि आक्रमण गरिराख्नु भएको and the थियो deer was pregnant, र त्यो जुन हरिण थिइन् ऊ चाहिँ गर्भवती थिइन् and the deer was by the Gandaki River, र त्यो जुन हरिण चाहिँ ठ्याक्कै गण्डकी नदीको किनारमा थिइन्। and the deer was so frightened एकदमै डरावना अवस्थामा थियो त्यो हरिण। that she gave birth to the child, तुरुन्तै नै baby deer. उसले चाहिँ एउटा बच्चा हरिणको जन्म दिइन् Then the mother died, र आमा चाहिँ मर्नु भयो and then the baby deer was being washed away. र जुन बच्चा थियो त्यो पानी सँगसँगै बग्दै गयो। So Bharat Maharaj, he felt very compassionate. भरत महाराज एकदमै करुणा दयालु हुनुभयो त्यो बच्चा हरिण प्रति। Well, I think, no, I shouldn't say I think. That was a mistake. त्यो चाहिँ गल्ती भएको हो खासमा, म भन्न चाहन्छु। Nobody's born, nobody dies. कोही पनि जन्मिँदैन, कोही पनि मर्दैन। Bhagavad Gita says, Tvevam Jatunasam Nasam Nivejanavipa Nataiva Bhavishama Bhavivayam Param. Krishna says, never was there a time when I did not exist, nor you, nor all these kings on the battlefield, nor in the future shall any of us cease to be. भगवान श्री कृष्णले गीतामा बताउनुहुन्छ त्यस्तो कुनै दिन थिएन जहाँ तिमी थिएनौ, म थिएन, यी राजाहरू थिएन, र भविष्यमा त्यस्तो कुनै दिन हुने छैन जहाँ तिमी र म यी राजाहरू नहुने अवस्था हो। Krishna chastised Arjuna. भगवान कृष्णले चाहिँ गाली गर्नुहुन्छ The Sochas and the Sochas of Prajnapadam Sabhasa say, you're speaking like a big socialist, and actually you're a fool. भगवानले भन्नुहुन्छ अर्जुनलाई कि तिमी त पण्डित जस्तो कुरा गरिरहेछौ तर तिमी त मूर्ख हो। Because you're identifying with his body, his family. किन भन्दाखेरि तिमी आफ्नो शरीरसँग आफूलाई दाजिरहेको छौ, परिवारसँग। So Bharat Maharaj made that mistake. भरत महाराजले त्यही गल्ती गर्नुभयो। Although he was very highly advanced, हो उहाँ transcendentalist, एकदम उन्नत लेभलको भक्त हुनुहुन्थ्यो तर गल्ती गर्नुभयो। to the level of Bhava Bhakti, भाव भक्तिको अवस्थामा हुनुहुन्थ्यो त्यही पनि। the next stage before pure love of God. कृष्ण प्रेमको 10 स्टेप अगाडि भाव भक्तिमा पुगिसक्नु भएको So by Krishna's arrangement, he fell in love with his baby deer. थियो। सायद कृष्णको आयोजनाद्वारा हुन्छ कि उहाँ चाहिँ एउटा बच्चा हरिणप्रति आकर्षित हुनुभयो। So we have to be careful. हामी एकदमै सावधान हुनुपर्छ As त्यसैले। an example, we may think, oh, I'm very fixed up in Krishna consciousness. एकदम उदाहरण यो प्रस्तुत गर्दै हुन्छ हामीसँग यो अहंकार हुन सक्छ म त एकदम खतरा भक्त हो भक्तिमा भनेर। तर The Prophet said that spiritual life is like a razor's edge. श्रील प्रभुपादजीले बताउनुहुन्छ कि यो त धारिलो ब्लेडमाथि हिँडे जस्तो हुन्छ आध्यात्मिक जीवन One भनेको। slip and अलिकति पनि त्यहाँबाट चिप्यो भने काटिन सक्छ। cut this. Anyway,
and he started to look after this baby deer. त्यसपछि भरत महाराजले ती हरिणको बच्चाप्रति चाहिँ हरिण बच्चालाई ख्याल राख्न थाल्नुभयो And his spiritual practices become less and less. र उहाँको आध्यात्मिक जुन अभ्यासहरू थियो त्यो कम हुन थाल्यो बिस्तारै बिस्तारै Until one night, एक राति के भयो भन्दा he said, "Where is the deer? कहाँ गयो ती हरिण The deer didn't come back ओहो tonight. हरिण त फिर्ता नै आएन I आश्रममा must go and look for म him." हेर्न जानुपर्छ कि क्या हो So he went looking, अनि गयो हेर्दै and then he slipped on the rock. र त्यसपछि एउटा ठुलो ढुङ्गाबाट चिप्लेछ टाउकोमा ड्याङ्गै चोट लाग्यो Left his body. शरीर त्यहाँ त्यागिदिनु भयो When he left his body, जब शरीर छोड्नु भयो thinking of the deer. अनि हरिणको चिन्तन गर्दै And we all know from Bhagavad हामीलाई Gita, थाहा छ भगवत गीता अनुसार when your mind is fixed on something, केही कुरामा तपाईँको यदि मन छ भने the subtle body is fixed on something, you get a gross body of that type in the next life. मर्ने बेलामा तपाईँको सूक्ष्म शरीरको चिन्तन जुन शरीरमा हुन्छ त्यही अनुसारको शरीर तपाईँहरूको जीवनमा पाउनुहुन्छ Just like on your flash disk or this software, you can have a whole plan for a huge skyscraper or project, just subtle electrons. जस्तो कि सानो मेमोरी चिपमा मात्रै तपाईँले ठुल्ठुलो घरको आयोजनाहरूको त्यो सानो मेमोरीमा खाँदै राख्न सक्नुहुन्छ नि त्यसरी नै So, you know, his software was contaminated with thoughts of the deer. र जडभरत महाराजको जुन त्यो सफ्टवेयर थियो त्यो एकदमै दूषित भएको थियो त्यो हरिणले So गर्दा Bhagavad Gita says, Shrodram Chakshu, Sparsanam Charasanam Granam Evacha, Adistayamanas Taivan, Vishayana Prasevata. He got a new gross body around the mind. सो भगवत गीतामा बताएको छ कि नयाँ सूक्ष्म नयाँ चाहिँ स्थूल शरीर पाउँछ जसरी उसको मन हुन्छ So he took the body of a deer, he took the body of in the deer's family. र त्यसपछि उहाँले चाहिँ हरिणको परिवारमा जन्म लिनु पर्यो अर्को जन्ममा भरत महाराज But he wasn't an ordinary deer. र उहाँ साधारण हरिण हुनुहुन्थेन In his previous life, he'd been a great devotee. किन भन्दाखेरि पूर्व जन्ममा एकदमै वरिष्ठ भक्त हुनुहुन्थ्यो So this deer had human memory. तर त्यो जुन हरिण थियो भरत महाराज उहाँको चाहिँ मनुष्यवाला त्यो यादगार दिमाग थियो He thought, oh, I made a big mistake. I shouldn't have fallen in love with that deer. उहाँले सोच्नु ओहो म त ठुलो गल्ती गरेँ मैले त एउटा हरिणमाथि आसक्ति भएको थियो पूर्व जन्ममा So he stayed around the devotee center. त्यसपछि त्यो हरिण जुन छ भरत महाराज त्यो चाहिँ भक्तहरूको नजिकै सेन्टर नजिकै बस्न थाल्यो And he used to listen to the class. He used कथाहरू सुन्न थाल्यो to go to Mangala. मङ्गल आरती खान थाल्यो हरिण He used to eat prasad. प्रसादन खान थाल्यो हरिण And all the sadhus, they could guess, सबै साधुले चाहिँ अनुमान गरिरहेको थियो पक्कै भरत महाराज होला this is not an ordinary deer. चान्चुने हरिण होइन यो भनेर So anyway, when he died, जब त्यो हरिण मर्यो in that deer's body, शरीरमा हरिणको शरीरमा he took birth as Jad Bharat. त्यस पश्चातमा अर्को जन्म जड भरतको रूपमा लिनु And भयो he was determined, I'm not going to fall for any त्यसपछि उहाँ एकदमै दृढ हुनुभयो sense अब म gratification. इन्द्रिय तृप्तिमा फस्दिनँ भनेर पुरा दृढ भएर एकदमै लाग्नुभयो So it's a long story. एकदम ठुलो कथा छ यो It's all in Prabhupada's books. यो सबै प्रपादित पुस्तकहरूमा छ 5th canto. प्रथम स्कन्द भागवत And it's a warning to us. It's a warning to us यो चाहिँ हामीलाई एकदमै सावधान गराउनको लागि यो कथा हो that we should be very careful with our own mind. त्यस कारणले हामी आफ्नो मनसँग एकदमै सावधान हुनुपर्छ कि हाम्रो चिन्तन मनन छ भनेर The mind can be the devil's workshop. र हाम्रो मन भनेको एउटा शैतानको घर हुन सक्छ The best way to control the mind in this age of Kali Yuga यो कलियुगमा यो मनलाई नियन्त्रण गर्ने सबभन्दा उत्तम उपाय के हो भने is to chant the holy name. हरे कृष्ण महामन्त्रको जप गर्नु स्वामी गुरु महाराज की प्रभुपाद की